हेलो एभ्रिवान, आज चाहिँ हामी कस्को गएको थियो अनि यति बेला चाहिँ हामी फर्किन लागेको सपिङ गरेर। अनि मैले भिडियो बनाउन बिर्सेछु सपिङ गरेको चाहिँ, बट हामी फर्किने बेलामा चाहिँ मैले टाइम निकालेर यसो भिडियो खिचेको थिएँ। अनि घर आएपछि पनि मैले देखाएको छु, हेर्नुहोस् है त के मैले सप गरेँ आज। टोइलेट पेपर कस्कोबाट चाहिँ एकदमै राम्रो लाग्छ मलाई चाहिँ, त्यहाँको सस्तो पनि छ राम्रो पनि छ। अनि टोमेटो एकदम पास्ता पिज्जाको लागि एकदम सस्तोमा थियो। अनि लाइनमै अल टाइम फेभरेट अमिलो सस्तो पनि थियो, 700-800मै थियो, कति धेरै थियो। अनि त्यसपछि रेड अनियन चटपटेको लागि, नत्र अर्को अनियन पनि मिठै हुन्छ। यो चाहिँ मलाई, अनि यो चाहिँ हस्बेन्डको लागि, अनि यो चाहिँ मेरो लागि रमेनको कस्तो राम्रो लाग्छ मलाई सेडहरू, त्यही भएर सस्तो पनि थियो। अनि यो एलेको सनस्क्रिन, मेरो सनस्क्रिन सकिरहेको थियो उसको, त्यहाँ नाम पनि ठ्याक्कै याद आएन। अनि यो चक्लेट चाहिँ मेरो दिदीको नानीलाई पठाइदिन्छु भनेर किनेको थिएँ, सस्तै थियो चक्लेटहरू पनि। फर्मुला बेबीको सकिएको थियो, यही किन्नलाई गएको हो खासमा चाहिँ, तर 50,000 येन भन्दा बढीको सपिङ भयो हो यही फर्मुलाको उसले। अनि यो दिदीको लागि पिस्ताचियो र यो क्यासियो मात्र किन्न गएको थियो। अनि त्यसपछि अरू के किन्यो मलाई यादै छैन। यो लुगा धुँदाखेरि युज हुने के फ्लेयर भन्ने 7 फ्लेभरको थियो, त्यही भएर मिठो स्मेल लाग्छ त्यही भएर। अनि अफकोर्स स्ट्रबेरी पनि सस्तै नै थियो, सस्तै भन्नाले अलिकति। अनि यो मसरुम चाहिँ मलाई नै थाहा भएन, हस्बेन्डले कुन बेला टिप्नु भएछ। मैले यो चाहिँ चिकन मैले पिक गरेको, मलाई एकदम मिठो लाग्छ। कस्को चिकन चाहिँ अलिकति नेपालको टाइपको लाग्छ। अनि यो चाहिँ म अचार बनाउँछु भनेर ल्याएको, कस्तो हुन्छ लेट्स सी। 2.5 kg चिकन। अनि यो चाहिँ मेरो अल टाइम फेभरेट पोर्क बेली, एकदम मिठो लाग्छ। अनि त्यसपछि अफकोर्स यो नलाई त म आउँदिनँ, कोरियन रामेन। यो चाहिँ अब मलाई अब 1 डे 2 डेमा नखाइ हुँदैन यो डोज, स्पाइसी डोज। अनि यो चाहिँ डिटर्जेन्ट। अनि त्यसपछि के किनेको थिएँ, म्याङ्गो पनि रहेछ, राम्रो लाग्यो। कस्तो छ चाहिँ थाहा भएन, राम्रो लाग्यो। सिजनभन्दा पहिला चाहिँ मिठै होला सायद, आई गेस। अनि त्यसपछि अफकोर्स पिज्जा पनि के मोजरेलो कि के पिज्जा हो यो, मैले बिर्सेँ नाम पनि। थ्याङ्क यू फर वाचिङ। यही हो है मैले सपिङ गरेको चाहिँ। लाइक, सेयर एन्ड सब्सक्राइब।